वेलकम साथीहरू। आज चाहिँ म यो बोन्टी भागको फेरि नयाँ एपिसोड लिएर आएकी छु। सबैजनाले हेर्नु होला है त। यसमा चाहिँ यो बोन्टीको नन्नाले चाहिँ बोन्टी टोलाएर बसेको बेलामा चाहिँ पछाडिबाट खुकुरी प्रहार गर्न खोजेकी छन्। अनि त्यतिकैमा चाहिँ यो भूपेन्द्र ठ्याक्कै बोन्टीको शिरमा भूपेन्द्र आइपुग्छन्। अनि त्यसपछि भूमिका भनेर बोलाउँछन्। अनि त्यसपछि दङ पर्छ क्या, भूमिका खङ्ग्रङै डराए जस्तो भन्छ। अनि बोन्टी पनि फेरि तर्सिन्छन् के, एकरो भएर बसेको बेलामा पछाडिबाट ऊ हान्दा त जो पनि त तर्सिन्छ नि त। अनि त्यो पनि त्यही कारणले चाहिँ पछाडिबाट हान्दा तर्सिन्। अनि गाली गर्यो भूपेन्द्रले बहिनीलाई, अनि आएर पिट्यो गालामा। त्यसपछि मलाई भाउजूले गरेको धोकाको बदला लिन खोजेको हो, मैले मेरो कुरा बाहिर बाहिर भन्दै हिँड्ने, छिमेकभरि फैलाउने भनेर भनिन्। अनि फेरि भूपेन्द्रले बोन्टीलाई सोध्यो के तिमीले बाहिर भन्दै हिँडेकी हो भनेर। अनि मैले भन्दै भने होइन, त्यत्तिकै भन्नुहुन्छ भन्दै भनिन्। अनि फेरि भूपेन्द्रको भाइले पनि भाउजूले बाहिर भनेर हो यस्तो हल्ला फैलेको, बुवा आमालाई सबैलाई थाहा भएको भनेर भूपेन्द्रको भाइले नि भन्छन्। अनि भूपेन्द्रको भाइ र भूपेन्द्रको बहिनी चाहिँ मिलेर बोन्टीलाई एक्लो भन्दा नि अब आरोप लगाउँछन् कि, आरोप लगाएर अनि आफू चाहिँ कसरी बोन्टीलाई तल पारौँ भन्ने हिसाबले दुईजना मिलेर नभएको भनेका हुन्छन्। तर बिचरा बोन्टीले चाहिँ होइन भनेको। बोन्टीले होइन, यो यिनीहरू दुईटाले के हो भूपेन्द्रका पहिलाका दोस्त पछि दुश्मन भएका हुन्छन्। यिनीहरूले भनेर हल्ला फिजाएको हुन्छ बदला लिनको लागि। अब त्यो हल्ला त फिज्यो। अनि यो भूमिकाले चाहिँ भोन्टीलाई यसरी पछाडिबाट हान्दाको क्लिप चाहिँ म हजुरहरूलाई राख्छु है, यसो हेर्नु होला। कसरी हालेर ठ्याक्क अचानक देखेको हुन्छन् के भूपेन्द्रले भोन्टीलाई हानेको। धन्न बेलैमा भूपेन्द्र आएर भोन्टीको ज्यान जोग्यो कि आज। देख्नुभयो नि साथीहरू, आज धन्नै के भोन्टीलाई चाहिँ यो भूमिकाले त मार्नै आँट्यो कि। अनि त्यसपछि चाहिँ सबै आरोप चाहिँ मलाई लगाउँछौ भनेर भोन्टी चाहिँ माथि छतमा गएकी हुन्छन्। अनि त्यही बेलामा भूपेन्द्र पनि पछि गएर अनि सम्झाउँछ। त्यसपछि अर्को पार्ट देखाउँछ यता भाउजूहरूको। यता चाहिँ दाइले चाहिँ उसले दाइको बुढीले चाहिँ अब माइत जाम भनेकी हुन्छन्। तर दाइले चाहिँ म जान्न माइत, तिमी जाऊ भनेको हुन्छ, किनकि घरमा त्यस्तो अवस्था छ नि त, त्यही भएर। अनि भाउजू चाहिँ एकदम चलाखी गर्ने खाले। तिनले चाहिँ अब यिनी बुढो पनि जान मान्दैनन्। अब यी सासूलाई फकाउने त होला नि, कसरी फकाउने भनेर चाहिँ जुक्ति लगाएर अनि तिनले चाहिँ नक्कली सुनको सिक्री दिएर चाहिँ सासूलाई चाहिँ छोरालाई भोलि ससुराली पठाउनु भनेर भन्न लगाउँछिन्। अनि त्यसपछि सासू बुहारी मिलेर बोन्टीलाई कसरी हटाउने, कसरी नहट्ने भन्ने कुरा प्लान गर्न सुरु गरिसक्यो। पहिले चाहिँ माइत गएर आउने, त्यसपछि चाहिँ त्यो बोन्टीलाई घरबाट निकाल्ने, त्यो घरमा के एउटा सियो समेत दाइजो ल्याउन नसक्ने भनेर दुईटीले प्लान गरेका हुन्छन्। त्यसपछि चाहिँ ठ्याक्कै बुढीले सुनको सिक्री चाहिँ घाँटीमा लगाउँछन्। त्यसपछि सुनको सिक्री लगाएपछि चाहिँ लगाउनु, टिकटक बनाउनु, भिडियो गराउनु भनेर चाहिँ आफू उता जान्छु। अनि त्यसपछि चाहिँ त बुढीलाई मैले
कहाँ सुनको दिन्छु त्यत्रो महँगो तँलाई मैले 500को दिएकी हुँ, बरु दिए भने त मेरै आमालाई दिन्छु भनेर उता गएर चियाएर हेरेकी हुन्छे। त्यसपछि यत्तिकैमा सकिन्छ एउटा भाग चाहिँ। अब चाहिँ म अर्को भाग लिएर आउँछु साथीहरू। भोन्टीलाई चाहिँ यो कुरा थाहा हुनुपर्छ भन्ने को हुनुहुन्छ सबैले कमेन्ट गर्नुहोला। भोन्टीलाई चाहिँ सधैँकै हेप्ने के यो अब नन्नले अब यो भएन भनेर अब यो यस्तो भाउजू आएकी छे। अब के हुने हो हेर्दै जाउँ साथीहरू। आजलाई यति नै हेरेर साथ दिनुहोला। धन्यवाद।